सम्पूर्णमा जय मसीह। आजको यस भिडियोमा पनि तपाईहरुलाई फेरि स्वागत छ। आज तपाईहरुको माझमा फेरि तपाईहरुलाई वचनबाट के कुराहरु सिकाउन र वचनका के कुराहरु बुझाउन भएको छु। यो समय एकदमै खराब समय चलिरहेको छ भन्ने कुरा बाइबलले पनि भन्दछ र यी दिनहरुमा मानवीय कर्महरु अथवा मानवीय कार्यहरु चाहिँ अधर्मप्रति लागिरहेको छ। विभिन्न विकृतिहरुतर्फ लागिरहेको छ, विभिन्न अपराधहरुतर्फ लागिरहेको छ र विभिन्न व्यक्ति विभिन्न तरिकाले पापमा फसिरहेको छ र पापमा फस्नुको विभिन्न कारणहरु छन् र पाप पनि विभिन्न प्रकारमा बाइबलमा हामी पाउँदछौं र यी विभिन्न प्रकारको पापहरुद्वारा मानिस जाति अझ फेरि स्वर्गको राज्यदेखि टाढा टाढा भएको बाइबलले भन्दछ। जब व्यक्ति पापमा रहँदछ भनेपछि ख्रीष्टदेखि अथवा परमेश्वरदेखि ऊ टाढा रहँदछ। पुरानो नियममा हामी हेर्छौं भनेपछि जब आदम र हव्वाले पाप गर्दछ तब त्यो समयदेखि मानवीय जातिमा परमेश्वर र मानवीय जाति बीचको दूरी बढेको हामी पाउँदछौं। जब उनीहरुमा पाप थिएन तब मानवीय जाति र परमेश्वर बीचको सम्बन्ध एकदमै असल थियो र त्यो सम्बन्ध असल यतिसम्मको थियो कि परमेश्वरसँग उनीहरुको कुराकानी हैन डाइरेक्टली हुन्थ्यो, कुराकानी एकदमै नजिक सम्बन्ध थियो त्यो समयमा। तर मानवीय पापले गर्दा परमेश्वर र मानवीयको सम्बन्ध एकदमै अलग्गिएको हामी पुरानो नियममा उत्पत्तिको पुस्तकमा हामी पाउँदछौं र त्यो पापको कारणले भएको थियो। त्यो चाहिँ एउटा अनाज्ञाकारिताको कारणले भएको थियो र त्यो अनाज्ञाकारिताको कारणले गर्दा नै अहिलेसम्म पनि मानव जातिले परमेश्वरसँगको सम्बन्ध अझसम्म पनि बिगारिरहेको छ। तर जब ख्रीष्ट येशू क्रुसमा टाँगिनुभयो, जब ख्रीष्ट येशू हाम्रो निम्ति आउनुभयो, जब पुत्र येशू हाम्रो निम्ति बलिदान हुनुभयो, उहाँ एउटा पवित्र ठाउँमा हुनुहुन्थ्यो, उहाँको पवित्र बलिदानद्वारा हामीले मुक्ति पाएका छौं। जब ख्रीष्टमा हामी विश्वास गर्छौं भनेपछि, हामी पाप मानिलिन्छौं भनेपछि ख्रीष्टमा हामी माफी पाउँदछौं, ख्रीष्टमा हामी पापदेखि छुटकारा पाउँदछौं र यी कुराहरु बाइबलले भन्दछ। तर हामी पापमै स्वभावमा जिरहेका छौं, पापैमा लागिरहेका छौं, हामी ख्रीष्टसँग नजिक आउँदै छैनौं र पाप र अधर्मका कुराहरुलाई हामी स्वीकारेर ख्रीष्टसम्म हामी पापबाट फर्किएनौं भनेपछि हामी ख्रीष्टको राज्यमा आएका छैनौं, हामी ख्रीष्टको राज्यमा प्रवेश गर्न सक्दैनौं। यसको मतलब हामी स्वर्गको राज्यमा हामी प्रवेश गर्न सक्दैनौं र ख्रीष्ट येशू मात्र हुनुहुन्छ जसले चाहिँ जो हुनुहुन्छ जसबाट हामी स्वर्गको राज्यसम्म पुग्न सक्छौं। परमेश्वर सिंहासनमा विराजमान हुने परमेश्वरसम्म हामी पुग्न सक्छौं र बाइबलले भन्दछ पहिलो कुरिन्थी 6 अध्यायको 9 देखि हामी 11 सम्म हेर्छौं भनेपछि यहाँ विभिन्न अधर्मीहरू पापीहरू चाहिँ परमेश्वरको हकदार राज्यको हकदार हुँदैन भनेको छ। म सरस्वती पढ्न चाहन्छु। अधर्मीहरू परमेश्वरको राज्यको हकदार हुँदैनन् भने के तिमीहरूलाई थाहा छैन? धोखा नखाऊ, अनैतिकहरू, मूर्ति पूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटुवाहरू परमेश्वरको राज्यको हकदार हुँदैनन्। तिनीहरू यहाँ फेरि के जोड दिएको छ भनेपछि तिमीहरू कोही यस्तै थियौ र तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरमा आत्माद्वारा निर्दोष ठहरियौ भनेको छ। चोर गर्नेहरू अथवा लुटुवारहरू, पुरुषगामीहरू, व्यभिचारीहरू चाहिँ स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैन भनेको छ। र कतिपय व्यक्ति हामी हुन सक्छौं कि हामी पनि त्यो ब्याकग्राउन्डबाट आएका हौं, त्यो व्यभिचारबाट आएका हौं, त्यो पापमय अधर्मका कुराहरुबाट आएर पछि आएर हामीले ख्रीष्टलाई चिन्यौं र हामी पनि त्यस्तै थियौं भनेर पावलले कोरिन्थीको मण्डलीलाई भन्दछ र हामीले पनि भन्दछ कि हामी पनि पहिला त्यस्तै थियौं, हामी पनि पहिला लुटुवा थियौं, हामी पनि अधर्मी थियौं, हामी पनि पापमय कुरामा लागिरहेका थियौं, तर ख्रीष्टको रगतद्वारा चाहिँ पवित्र ठहर्यौं भन्ने कुरा पनि यहाँ हामी पाउँदछौं। त्यसकारणले गर्दा आज हामीले मुक्ति ख्रीष्टमा पाएका छौं, आज हामीले उद्धार ख्रीष्टमा पाएका छौं। त्यसकारण आज हामी परमेश्वरको राज्यको हकदार भएका छौं, परमेश्वरको राज्यसम्म हामी पुग्न सक्छौं र त्यो अधिकार चाहिँ ख्रीष्टले हामीलाई
जब हामी ख्रिस्टसँग नजिक भयौं, जब हामीले ख्रिस्टलाई चिन्यौं, बुझ्यौं र ख्रिस्ट नै परमेश्वर हुनुहुन्छ, ख्रिस्ट नै मुक्तिदाता हुनुहुन्छ भन्ने हामीले जब विश्वास गर्यौं, तब हामी स्वर्गको राज्यका हकदार भएका छौं। त्यसकारण यो कुरालाई नभुलौं कि हामी परमेश्वरको राज्यका हकदार हौं र पाप अधर्मका कुराहरूदेखि हामीले अलग रहन जरुरी छ। परमेश्वरका स्वभावहरूलाई, पवित्र वचनका कुराहरूलाई मान्न जरुरी छ र फेरि त्यो पापमय अधर्मका कुराहरूबाट अलग रहन जरुरी छ। फेरि त्यसमा फर्कन हामी हुँदैन। र म आज तपाईहरुलाई यो छोटो वचन छेउकाईबाट के उत्साह दिन चाहन्छु भनेपछि हामी विगतमा थियौं होला, पापी थियौं होला, अधर्मका कुराहरूमा लागेका थियौं होला र अब हामी पापमय स्वभावमा एकदमै दबिएका थियौं होला। तर अहिले चाहिँ हामी जब ख्रिस्टमा आएका छौं, हामी पापदेखि मुक्ति पाएका छौं, अधर्मका कुराहरूबाट हामी छुटकारा पाएका छौं र ती पापमय अधर्मले आज पनि हामीलाई प्रेसराइज गर्न खोज्छ होला हैन। संसारिक कुराहरूले अझ पनि हामीलाई खिच्न खोज्छ होला। तर परमेश्वरमा प्रार्थनाद्वारा हामी अगाडि बढ्न जरुरी छ। तब मात्र हामी ख्रिस्टको यो विश्वासको दौडमा हामी सफल हुन सक्छौं। संसारिक परीक्षा, शैतानिक परीक्षादेखि हामी विजयी हुन सक्छौं। मलाई विश्वास छ यो वचन सेकुवाईबाट तपाईलाई आशिष मिलेको छ र यस्तै वचनहरू सुन्नको निम्ति तपाईले मेरो च्यानललाई फलो गर्न सक्नुहुन्छ। थ्यांक यू फर वाचिङ। परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस्। जय मसीह।